Hello guys, welcome back to my channel. आज फेरि म नयाँ भिडियो लिएर आइसकेको छु। आज पनि म चाहिँ गणेश जीडी को भिडियो लिएर आएको छु, जुन कहिले अलि भन्दा ठ्याक्कै अघि 57 मिनेट अगाडि हाल्नु भएको छ गणेश जीडी ले भिडियो, जुन चाहिँ टाइटल छ कि नेपाली इन आन्दोलन। नेपाली चाहिँ आन्दोलनमा कसरी गर्छ र अब अरु के हो यस्तै हो अब हैन। नेपालीहरुले चाहिँ आन्दोलनमा के गर्छ र कसरी गर्छ आन्दोलन भन्ने विषयमा रहेछ हाम्रो गणेश जीडीले बनाएको। ल हेर्दै जाउँ है त कस्तो रहेछ भिडियो। ओके लेट्स सी। कहाँ पुग्यो? हामी कोहीसँग डराउँदैनौ। वीर गोर्खालीको रगत छ शरीरमा, चाहे यहाँ गोलीको वर्षा होस्, यो युवाहरू पछि सर्दैन हो कि नै? यो सरकारलाई ढालाएर देखाउँछौ, कोही माइकलले रोक्न सक्दैन। चाहे यहाँ AK-47 गोली वर्षा बम बारुद होस्, यो युवा पछि हट्दैन। किन बम स्यामसङ आउनु भने तपाईको त झन् टिकटकमा भ्यू चाहिँ आउनु। जेस महिनै पछि आन्दोलन गरिराख्नु पर्ने रहेछ कि भिडै पाइन्छ। तर यस्तै हो के नेपालको बिजोग छ बारा। हेर्नुस् यता टिचरहरु अगाडि नाचिरहा, पछाडी हेर्नुस् त त्यहाँ पुलिसहरु पुरै छेकेर बसिरहा र हाम्रो नेताहरु आनन्दले बसिरहा, कानमा तेल हालेर केही सुने हैन। बिजोग छ नेपालको स्थिति। हिम्मत गर, साहस गर, वीरको अब होस गर, पौरखी पाखुराको नशा नशामा जोस गर, नशा नशामा जोस गर। भाइ के हो यार, म त शिक्षक पनि हैन, भाइरल हुन आएको यार। घर गएर सोच्छु कि छोड भाइ, यो के भइरहेछ सरकार? भीगी भीगी बातों में, मीठी मीठी रातों में, ऐसा लगता है मुझे मकई बारी हरियो काँक्रो, मकई बारी हरियो काँक्रो। किन चिङ गरेर कहाँ अगाडि आएर नाचिरहेको? क्यामेरा हेर्थ्यो। चिट चाहिँ किन सर तपाईँ 100 को स्पिडमा नाचिरहनु भयो? फेरि किन चिट? तपाईँले लेन क्रस गरेर नाच्दै हुनुहुन्छ। यो सरकारले हाम्रो माग चाहिँ पाइथागोरस थ्योरम लगाएर पूरा गर्नुपर्छ। हाम्रो माग चाहिँ भ्यालु x राखेर a - b होल स्क्वायर इक्वल्स टु a स्क्वायर प्लस b स्क्वायर माइनस सरकार ढाल्दै भ्रष्ट नेताहरूलाई साइन थीटा गालै गालामा पिटाई पिटा अल्फा बिटा RHS इक्वल्स टु LHS प्रुभ गर्दै x प्लस y प्लस z को भ्यालु 0 राख्दै पाई को भ्यालु पनि निकाल्दै हियर लेट्स कन्सिडर स्यालेरीलाई स्क्वायर गरेर सरकारलाई जेलमा ल्याउँछौँ। अल्फा बिटा कक्षामा त्यस्तो पढाउँदै थियो, तर यिनीहरूको बात त बुझ्न गाह्रो छ। कसरी पुरा गर्छ? म माँ कसम भाग्दिनँ, भगवान कसम भाग्दिनँ, दुर्गा माताको कसम म भाग्दिनँ। दाइ दाइ पुलिस भगवान गार्डन अब यो पनि नि सब चोरेको गार्डन। अस्तिको पालि 5 लाख पाइएको थियो, यो पालि 10 लाख पाइने भयो।
फेरि बेस्ट सेक्युरिटी गार्ड अफ द इयर पाइने भयो मजै मजा फेरि चोर्दा चोर भनेर ड्याङ ड्याङ पिटियो लास्टमा त साउहरू पो हुँदो रहेछ सरी सर के अरे त्यो अस्तिको पाला फिर्ताले जान्दैन तिमीलाई कसले बनायो हामी जस्ता गुरुले मन्त्री कसले बनायो हामी जस्ता गुरुले भनेपछि मन्त्री तपाईँ जस्तो टिचरले बनाउनु भयो हजुर म्याडम कुन विषय पढाउनुहुन्छ नेपाली नेपाली पढाउनुहुन्छ हजुर म्याडम माधव प्रसाद घिमिरेको दुईवटा कृति भन्नु त ल म्याडम आज हामी यहाँ आफ्नो माग पुरा गर्न आएछ कि तपाईँको कृति बन्न आएछ म्याडम मतलब आउँदैन आउँछ म्याडम हामी आज यहाँ माग पुरा गर्न आएछ नि म्याडम तपाईँको कृति बन्न आएछ तपाईँलाई आउँदैन जस्तो छ आउँछ म्याडम टिचर हो नि तपाईँले सोधौँ के आउँछ तपाईँले सोधौँ ल भन्नु त के भनौँ म्याडम माधव प्रसाद घिमिरेको दुईवटा कृति भन्नु त ल माधव प्रसाद घिमिरेको आइहाल्छ नि म्याडम यार तपाईँले सोधौँ भन्नु न ल एउटा मात्र भन्नु नेपाली सरको याद आइरहेको एउटा भरिएको कप भरिएको कपरे कहाँ यो त माधव प्रसाद घिमिरेको कृति हो त लेखियो तर छापिएन म्याडम टिचर इज टिचर नलेज राख्नुहोस् सन्तरामजी आखिर के हो तपाईँको माग हजुर आखिर के हो तपाईँको माग आज तपाईँ यो आन्दोलनमा अब हेर्नु मेरो दुईटा माग छ दुईटा मात्र माग छ दुईटा मात्र अब बढी माग सरकारले पुरा गरिदिए पो के हो त्यो माग नम्बर 1 दोस्रो ब्याग हानिसकेपछि तेस्रो ब्याग सरकारले थप्नुपर्छ माग नम्बर 2 यो महानगरले कुकुर व्यवस्थापन गर्नु पर्यो हेर्नु यो घर फर्किँदाखेरि जहिले टेन्सन दिन्छ एउटा फ्रिडम त हुन्छ नि कति नै कुकुरको मुख खाइदिए जस्तो पहिलो ब्याग हान्दाखेरि मुखै बिस्तारै बिस्तारै सबै ठिक भइहाल्छ नि भाइ किन हटार गरेको मोदी सरकारले त नमस्ते गर्थ्यो हाम्रो राजालाई अहिलेको नेताहरू जाओस् त A few moments later. के गर्नु भाइ अब रुनु भन्दा के बढी कुरा छ र अब रुनु त हो नि मार्चे घरमा बुढीले लुटिहाल्यो नि राडा बालो Problems on problems, I solve them. I run through the money, the pressure we call it. Left on my blessings, I feel like I'm falling. The birdie is back. Tell me I'm garbage, I'm going through something. That's why I ain't calling. Phone and progression is all that I फ्याउ गर्छस् फ्याउरो फ्याउ गर्छस् फ्याउरो मेरो खर्च सरे खैरो तेरो चुडाप चिडो लौरो अब हेर्दै जा भाइ बाधोगर्भ आउँछ ठुलो पहिरो आजको यो ब्याटल अलि अश्लील हुन सक्छ मलाई पनि थाहा छ यो देशमा कसले कति ठग्छ महानगरमा आउँछ रे पहिरो अब तेरो अफिसमै टुकुचा बग्छ बेलामै भाग्नु पर्छ क्या दारी बाक्लो हुँदैमा कोही बुढो हुन्न तेरो स्ट्याटसले मलाई एक थोको केही छुट्न किनकि मेरो टाइम नै छैन तेरो बकवास सुन्न 84 साल मेरो पालो अब जान्छ जनताहरू मलाई छुट्न आज बेलुन माथि वृद्ध शोषणको अभियोग लाग्न सक्छ 84 साल कुर्नै पर्दैन नि बुढा यसले 1 वर्षमै सरकारको ढुकुटी सक्छ बेलुन त बच्चै छस् पछि बुढो हुन्छस् लौरो टेक्नी मैले हो त किन छुट्छस् आगो ताप्नु बुढाको कुरा सुन्नु बुढाको मैले नै हो भाइ अहिलेसम्म नेपालको गाडी गुडाको मेरो स्ट्याटस नै अंग्रेजीमा यसले के नै बुझ्छ यसको दिमागमा अनेक थरी उखान टुक्का र गफ छ अब चुनाव हारिहाल्छौ नि बुढा केही छैन जेसीबी चलाउनु पर्छ टक्क यसको राइमिङ नै प्रदूषित यसलाई 1 लाखको चिट काट्दिन्छु नेपालको असली चालक मै हो भाइ यसलाई बीच बाटोमै झार्दिन्छु अझै उखान टुक्का बढी हानिस् भने तँलाई टुकुचामै लगाएर काट्दिन्छु अझै सिपो भयो मात्रै के हो बुचाले
जादुगर 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 के गर तर जिन्दगीमा जादुगर यो देख्नु भएको छ यो के हो कुन डालो हैन यो पहेँलो डालो मैले यो पहेँलो देखिरहेको छु यही त हो नि जादु ल पक्नु है त यो के हो के भयो यही त हो जादु ल पक्नु यहाँ के हुन्छ यो के हो मेरो ढुङ्गा जस्तो मुटु भएको छ यो सरकारले मागै सुन्दैन है अब म एकदमै एक्सट्रिम लेभलको म्याजिक गर्न गइरहेको छु हो कि होइन अब यस्तो एक्सट्रिम लेभलको म्याजिक कतै देख्नु भएको छैन वान एन्ड ओन्ली मी ओन्ली हो कि होइन ल अब के गर्नुपर्छ भने यसमा सबैजनाले आँखा चिम्लिनु सबैजनाले आँखा चिम्लिनु त चिम्लिउ आइ चिम्लिउ सबैजनाले आँखा चिम्लिउ हो 20-30 सेकेन्डसम्म नहेरौँ एकछिन आँखा चिम्लिउ चिम्लिउ हो कोही नहेरौँ है केही फिल भइरहेछ सर फिल हुन्छ पक्नु है तपाईँलाई हल्का फिल भयो हल्का फिल भइरहेछ है हल्का फिल भइरहेछ आँखा नखोल्नुहोस् है शिक्षकको तलबले कहाँ पुग्नु यति नगरेपछि अब अर्को आन्दोलनमा जान्छु आजन सरले कडा र्याप ल्याउनु भएको छ हो सर आज यो शिक्षक आन्दोलन बारे मैले एउटा कडा र्याप ल्याएको छु सुन्दिउँ न त ल पक्नु है सर ल र्याप सुरु गरौँ है सर ल या लिल फेब्रो एके इंग्लिश टीचर rap just to the tap yeah we the teachers have so many features listen our voice before us don't take fear as a creature yeah lil Pharaoh don't be different open your eyes mouth zebra yeah you say no you say I know nothing everything politics course you will die yeah lil Pharaoh धन्यवाद सर yeah lil Pharaoh धन्यवाद त चियामा चिनी लगाइ हो क्या साथी त्यही त भने चियामा चिनी कम हुने आन्दोलन चाहिँ हुन्छ चियामा चिनी मिलाएर हालौँ यो फेसबुक जहिले डाउन हुन्छ यार फेसबुक डाउन रे आन्दोलन हुन्छ मार्क जुकरबर्ग फेसबुक बन्द गर होइन रे व्यवस्थित गर बाउ म पोखरा जाने सोच्दै थिएँ सोच्नु ठिक हो मतलब जाने भइसक्यो बेलुका मेरो पालामा यार तिमी कुनैबाट कोटेश्वर जान पाउँदैन सरी बाबा मानव अधिकार हनन भयो छोरा छोरीलाई पोखरा जान दे चक्का जापुरै गरिन्छ यो देश त बिजोग भयो केटा अब यसरी उँभो लाग्ला जस्तो छैन लाग्दैन अब राजा नै चाहिएला जस्तो छ हो नेताको आश लागेन मलाई त्यही त दाइ यो इस्टर्न बाजले देश चल्छ दाइ देश नेताले बनाउँछ राजा हामीलाई चाहिँदैन राजा ल्याउने भएछ अब देश नबनाए नि खाना चाहिँ मिठो बनाउने है मन्त्रीज्यू थप खाना मन्त्रीज्यूको सालो छिटो आन्दोलनको ठाउँ यही हो एकदम एनर्जीका साथ आन्दोलन गर्ने जति एनर्जी निकाल्यो त्यति मासु भात थप हो मासु भातको लागि हो एड आयो कि भनेर बसेको जहिले यो आउँदो रहेछ यो प्रमोसनवाला भिडियो त नहाल्ने हाम्रो माग पुरा गर सर तपाईँहरू यो के गर्दै हुनुहुन्छ तपाईँहरूको माग चाहिँ के हो त हाम्रो
माग हल्का गजबै खालको माग छ एकदम एक्सट्रिम लेभल सरकारले चाहिँ पुरा गर्नुपर्छ यतिखेर तपाईलाई जनताहरूले एकदम प्रत्यक्ष प्रसारणमा हेरेका छन् तपाईहरु के चाहिँ भन्न चाहनुहुन्छ त जनतालाई र तपाईको माग के हो एकचोटी खुलस्त बनाइदिनु पर्यो हाम्रो माग सुनौ है हाम्रो माग सुनौ पग्नु है माग नम्बर 1 घरमा घिरौला ल्याउन पाइएन माग नम्बर 2 PUBG फ्री फायरमा रिकल वा रिभाइभ नगर्नेलाई 1 वर्ष जेल माग नम्बर 3 केटीले केटाको मेसेज सिन गरेर छोड्यो भने सिधै सेन्ट्रल जेल माग नम्बर 4 बिहानको खाना बुढाले हैन बुढीले बनाउनु पर्छ माग नम्बर 5 रक्सी खाएको बेला शीतन रक्सी खानले मात्र खान पाउने माग नम्बर 6 यो चाहिँ एकदमै अब अन्तिम माग हो हाम्रो एकदम इम्पोर्टेन्ट माग हो यो चाहिँ के हो भनेपछि केटीहरुले स्कुटर चलाउँदाखेरि लेफ्ट साइडको साइड लाइट बालेर राइट साइड हैन लेफ्ट साइडै जानुपर्छ यो चाहिँ एकदम माग हो यो लास्टको माग चाहिँ स्योर पुराउनु पर्यो यो हरेक केटीहरुले चाहिँ खाली लेफ्टको इन्डिकेटर बालेर राइटतिर चल्दिन्छ के अनि त्यस्तो भएपछि चाहिँ एक्सिडेन्ट हुने चान्स अलि बढी हुन्छ नि त अब यस्तै हो रमाइलो भयो जनताहरू कोही चाहिँ हावा झोले ग्याङहरू अघिको जस्तै पुरै राजा 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 भन्दै दकुडिराख पछि मन्त्रीले मासु भात खुवाइदिएपछि उतैतिर गएर बस्दिने यस्तो चाहिँ नहो त्यही हो ल गाइज भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र लाइक शेयर सब्स्क्राइब पनि गर्नु होला अनि त्यही हो अब फेरि अर्को भिडियो लिएर आउँछु म छिट्टै स्टे ट्युन अनि अलिअलि सपोर्ट माया पनि गरिदिनु होला ल गाइज बाई बाई के हो बन्दै हुँदैन त यार